हेलो एभ्रिवान वेलकम ब्याक टु माई अनदर रिएक्सन भिडियो सबैजना सन्चै आर्मी हुनुहुन्छ होला र आज चाहिँ म बेबोको रियल स्टोरीको बारेमा भिडियो बनाउन गएको छु र बेबोको रियल स्टोरीको भिडियो चाहिँ आइसकेको छैन जुन चाहिँ हाम्रो साइग्रेस दाजुले पोएट्री गर्नुभएको छ र बेबोको के कस्तो रियल स्टोरी रहेको छ त्यो हेर्न चाहिँ म एक्साइटेड छु र तपाईहरु पनि एक्साइटेड हुनुहुन्छ होला र तपाईहरुले हेर्नु भएको छैन भने तपाईहरु पनि मसँगै हेर्नु होला सो लेट्स गो गाइज साथीहरु जिन्दगीको गोरेटो मौका एनिभर्सरी मनाइदिम भनेर यस्तो ब्युटीफुल भएर म त्यत्रो यहाँ एनिभर्सरी मनाउने अनि तिमीहरु चाहिँ त्यो मरि मेटेर त्यो सासै नफेरि तिमीहरुलाई के को त्यस्तो त्यो आपत परेर चाहिँ बेबो एक्स हस्बेन्ड एन्ड बेबोको छोरी अनि के को त्यत्रो दुःख आखिर मेहनत के को लागि कहीं कतै टिकटकमा युट्युबमा वा कुनै सामाजिक सञ्जालमा यो आवाज सुन्नुभएको छ यदि सुन्नु भएको छ भने यहाँलाई थाहा छ कि यो आवाज कसको हो यदि सुन्नु भएको छैन भने यो कथा सुन्नुहोस् समय खेर जाँदैन अहिले चाहिँ म्याक्सिममली सुनिसकेको हुन्छ कि आवाज हैन वन एन्ड ओन्ली हो नि त बेबो त अहिले हैन त्यही भएर प्रायः जसले सुनिरहेको होला यो आवाज चाहिँ बेबोको आवाज साधारण मान्छेहरूको हजारौं कथाहरू प्रस्तुत भइसकेको छ त्यस्तै साधारण मानिसहरूको कथामध्ये एउटा साधारण मानिस जो असाधारण उचाइमा पुगेकी छिन् त्यही असाधारण उचाइमा पुगेकी बेबोको कथा अब सुरु भयो कथा सुन्नु होला है उनका अव्यक्त कथाहरूमा अरूको चोरेर खान पो लाज त ठग्न लाज अनि फटाइ गरेर कमाउन लाज काम गरेर खान त के को लाज यस्तै सोच ममा सानैदेखि आएको थियो त्यसैले मैले ज्यामी काम गर्ने सोच बनाएर काम माग्न गएँ मेरो सानो शरीर अनि फुच्ची कद अनि पातलो जिउ डाल देखेर सबैले त्यही सोध्थे तिमी काम गर्न सक्छौ र मलाई एक चान्स त दिनु न काम के हो म देखाइदिन्छु यस्तो भन्न मन लाग्थ्यो तर भन्दैन थिएँ अहिले भिडियोमा जति बोलेको देखिन्छ नि म वास्तवमा त्यति धेरै बोल्न सक्दैन थिएँ सक्छु भन्ने जवाफ दिएपछि सायद परीक्षण गर्नलाई होला मलाई काममा राखियो सिमेन्टको घोला बनाउने घर ढलान गर्दाखेरि गर्नुपर्ने सबै काम गिट्टी बालुवा रोडा बोक्नुपर्ने काम गाह्रो लाउने काम सबै काममा म खटिएर आफूलाई समर्पित गर्थेँ म ज्यामी काम गर्थेँ त्यसमा पनि खुसी थिएँ रमाएर भिडियोहरू बनाउँथेँ टिकटक बनाउँथेँ मलाई बहुत मन पर्थ्यो यसरी भिडियो बनाउनलाई तर थाहा थिएन त्यही बनाएको भिडियोले एक दिन मेरो भाग्य फेरिदिन्छ भनेर यो कथा मेरो अर्थात् बेबोको कथा ज्यामी काम गर्दो रहेछ है बिचरा त्यो बनाउँदा बुगार गर्दा गर्दै भिडियो बनाउँदै अब पछि राम्रो हुँदै गएर अनि पछि उ भएछ मेरो भएछ सुनौँ न अरू पनि तामाङ नाम कञ्चन भए पनि मेरो थर कञ्चन दुईटा छ फेरि धेरैले सोच्नु होला विवाह भएपछि त दुईटा भइहाल्छ नि भनेर तर यसो हो भने तीनटा हुन्छ म जन्मिएको एउटा थरमा मैले कर्मले अर्को थर पाएँ र सम्बन्धले तेस्रो थर पाएँ मेरो नाम कञ्चन तामाङ तर म जन्मिएकी थिएँ कञ्चन लिम्बू भएर मेरो बेलबारीमा भयो त्यति बेला हामी मेरो बाबा मम्मी म अनि हाम्रो बोजू हामी यसरी 4 सदस्यीय परिवार बेलबारीमा बस्थ्यौँ त्यसपछि बहिनीको जन्म भयो र बहिनी 2 वर्ष भए पश्चात मम्मी विदेश जानुभयो त्यसपछि भने बाबाले मलाई अनि बहिनीलाई अन्यत्रै सार्नुभयो सानैमा छोडेर विदेश जानुभयो बोजू पनि पहाड घर जानुभयो अब परिस्थितिले झन् नयाँ मोड लिँदै थियो
मम्मी विदेश जानुभएको थियो। बोजू पहाड घरमा थियौँ म, बाबा र बहिनी। बाबाको आनी बानी भने बिल्कुलै फेरिन लाग्यो। घरको माउ हुनुपर्ने मान्छे दिनरात रक्सीको लतमा चुरुम्म डुब्न थाल्नुभयो। यति धेरै मात्नुहुन्थ्यो कि उहाँलाई होस हवास हुँदैन थियो। 2टा छोरीहरू पनि छन् भन्ने कुरा उहाँले बिर्सिनुहुन्थ्यो। घरमा मातेर रडाको मचाइसके पछाडि मेरो त भविष्य कता हो कता हो। सानो बहिनीको भविष्य पनि अन्यल हुँदै थियो। हामी बाबा भएर पनि टुहुरा जस्ता भएका थियौँ। घरमा न बाउ थियो न माउ थियो। घर एक्लो हुन्थ्यो, सुनसान। बहिनीको अभिभार पनि मैमाथि आइपर्यो। त्यसपछि मैले नै बहिनीलाई स्याहार सुसार गर्ने, स्कुल जाने सम्पूर्ण जिम्मेवारी आफैमाथि लिन थालेँ। सायद सानै उमेरले धेरै कुरा सिकाउँदै थियो मलाई। बाल्यकाल भनेकै लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेर हुन्छ। रहरहरू यही बेला पूर्ति गर्नमा लाग्छ। अहिले ठुलो हुँदा लाग्छ ठुलो ठुलो गाडी वा ठुल्ठुलो खेलौना पाए पनि त्यति धेरै रहर अनि त्यति धेरै तृष्णा मेट्दैन जति बालापनमा सानो छँदा सानो सानो गुडियाहरूले दिन्थ्यो। हामीलाई गुडियाको नसिब त थिँदै थिएन। खानेकुरामा पनि हामी ठुलो ठुलो हेर्न पर्थ्यो। स्कुलमा सँगैको साथीहरूले मिठा मिठा खानेकुरा खान्थे। हाम्रो त्यति बेलाको खाजा खर्च हुन्थ्यो 5 रुपियाँ। 2 दिदीबहिनीलाई 5 रुपियाँले पुर्याउनु पर्थ्यो। हामी 4 रुपियाँको भुजा र 1 रुपियाँको मामा चलाउँथ्यौँ र त्यसैले दिन गुजारा गर्थ्यौँ। आमा अनि घर हाम्रो घर थिएन। हामी कसैकोमा डेरा गरेर बस्थ्यौँ। घरको मुली अर्थात् बुवाको अत्तो पत्तो थिएन। सधैँ मातेर आउने। घर लथालिङ्ग थियो। अब घरको जेठीबाटी भने पनि सानै उमेरमा मनै थिएँ। कक्षा 6मा पढ्दाखेरि हाम्रो राम्रो पालन पोषण हुन्छ भनेर होला सायद एकजना गुरुङको घरमा हामीलाई पढ्न राखियो। हुन त यो अरूको घरमा बसेर सहयोग गर्दै पढ्न परेको म अनि सानी बहिनी मात्र घरमा हुन्थ्यौँ। हामी सकेसम्म बाबालाई दुःख नदेऊ भनेर आफै खाना पकाउँथ्यौँ। हुन त मरमसला कति मिल्यो थाहा छैन, नुन कति ट्वाक्क लाग्यो पनि थाहा छैन। जस्तो आउँथ्यो त्यस्तै पकाउँथ्यो। घरको काम सानैदेखि मैले जानिसकेको थिएँ। त्यस कारणले पनि भोकै मर्नु पर्दैन भन्ने एउटा निश्चितता थियो। तर खान मन लागेको कुरा कहिले खान पाइँदैन थियो। रहर लाग्थ्यो जिब्रोमा मिठो मिठो स्वादहरू परोस्। तर ती कुराहरूबाट वञ्चित भएका थियौँ। छिमेकी आन्टीहरूको बच्चा हेर्दा त्यहाँ बनाएको रोटी मिठो मिठो खानेकुरा पनि खान पाइन्थ्यो। त्यही लोभले पनि हामी त्यो बच्चाहरू हेर्न जान्थ्यौँ। जे पकायो हामीलाई ल्याएर खानेकुरा दिनुहुन्थ्यो। त्यसैले पनि हामी कर्म गर्नुपर्छ, काम गर्नुपर्छ अनि फल पाइन्छ भन्ने कुरा सिक्दै थियौँ। त्यसै अनुरूप हामीलाई अरूको घरमा राखिएको थियो पढ्नको लागि। त्यहाँ हामीलाई पनि निकै मनकारी हातहरू मिलेको थियो त्यस गुरुङको घरमा। दिन यसरी नै सङ्घर्षमय बित्दै थियो। कुवेत जानुभएको मम्मी फर्केर आउने दिन आउन लाग्यो। हामी खुसी नै थियौँ। मम्मी आइपुग्नु भयो। तब थाहा भयो मम्मीले बिचबिचमा धेरै पैसा पठाउनु भएको रहेछ बाबालाई जग्गा किन्नु है भनेर। तर जग्गा किन्नु त धेरै परको कुरा। बाबाले 1 पैसा पनि बाँकी राख्नु भएको थिएन। सबै पैसा रक्सीमा उडाउनु भएको रहेछ। मम्मीले पठाएको पैसा सबै रक्सी खाएर उडाएर बाबा सबै पैसा रक्सीमा उडाउनु भयो के गर्नुभयो उहाँहरूले नै जान्नुहोस्। आफ्नो बाबा कसलाई प्यारो हुँदैन, साथै आफ्नो श्रीमान कसलाई पो दुष्ट लाग्छ र। जति ऋणको भारी भए पनि, जति पैसा मास्दिए पनि मान्छे सुत्रिएला भन्ने आश हुन्छ। तर मम्मी आउने त्यो छेडमा एउटा अर्को वज्रपात हाम्रो परिवारले खेप्नु पर्यो। मम्मीलाई दिनुपर्ने प्रश्नको जवाफ नभइसकेपछि बुबाले मौन जवाफ दिनुभयो सदाको लागि। Oh my God. एक रात त्यही प्रहरमा बुवा र आफूलाई झुन्डाएर मार्नुभयो।
ओ माई गड, सुसाइड गर्नुभएको रहेछ नि त। यता बाबाले आत्महत्या गरिसकेपछि स्थिति झन् भयावह भयो। न अब पैसा छ न श्रीमान नै। आमा बिचल्लीको अवस्थामा हुनुहुन्थ्यो अनि 2 लालावाला बच्चाहरू। सङ्घर्ष विदेश गएदेखि सुरु भएको मेरो मम्मीको रोकिने नाम निशान लिइरहेको थिएन। यता पैसा पठाएको जग्गा किनिन्छ होला अनि घर बन्छ होला भन्ने कत्रो कल्पना गरेकी आमा आउने बित्तिकै सिउँदोको सिन्दुर पुछिन पर्यो। कति गाह्रो भयो होला। बिस्तारै हेला अनि दूरदूरको शिकार हुन थालिन आमा। छोरा नै नरहे यसको के काम भन्ने वचनहरू खेप्नु पर्ने भयो। श्रीमान नभई सबैले हेला गर्छ होइन गाउँ समाजमा। त्यसपछि आमाको पनि मन मर्यो। त्यसपछि आमा अर्थात् मेरो मम्मीले मलाई लिएर 3 कुनेमा सर्नुभयो, अर्थात् काठमाडौँ आउनुभयो। बहिनीलाई भने बोजूकोमै छोड्नु भएको थियो। बेबोलाई चाहिँ लिएर काठमाडौँ जानुभयो रहेछ। यता मम्मीले सालौँ साल मेहनत गरेर कमाएको पैसा माटोमा मिलेको थियो। काठमाडौँ आएर पनि छोरीलाई हुर्काउन सक्ने अवस्था थिएन। न पैसा थियो न कुनै व्यवसाय नै। अन्तिम उपाय स्वरूप मम्मीले आत्महत्याको बाटो धन्न रोज्नु भएन। एकल महिला, समाजमा छिरछिर दूर सहनु परेको, श्रीमान छैन, पैसा छैन र परिवारलाई पाल्न सक्ने ल्याकत छैन। त्यसपछि भने मम्मीले मलाई आफन्तकोमा पठाइदिनु भयो पोखरा नगरीमा। हुन त सानैदेखि गर्दै आएको काम। पोखरा जाँदा पनि एउटा दिदीको घरमा बस्थेँ। उक्त दिदीको एउटा सानो बच्चा पनि थियो। दिदी नर्स थिइन्। दिदी व्यस्त भएको बेलामा म सानो बच्चा हेर्थेँ र त्यसरी पढ्न थालेको थिएँ। मलाई यो काम बिल्कुलै गाह्रो अनि नौलो लाग्दैन थियो। त्यति बेला खुब खानु मन पर्थ्यो मलाई। यस्तो खान पाए हुन्थ्यो, बाहिरको केही स्वाद लिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो। दिदी नर्स हुनुहुन्थ्यो। बाहिरको खानेकुरा त खानु हुँदैन है, जङ्क फुड हुन्छ भनेर सम्झाउनुहुन्थ्यो। तर के गर्नु, पापी जिब्रो चाखिहाल्न मन लाग्ने। केही नयाँ स्वादको छ भने कस्तो रहेछ खाइहालौँ न भन्ने जिज्ञासा लाग्ने। तर दिदीले माया पनि अथवा खाने इच्छा जाहेर गर्यो भने उसिनेको थुक्पा लिएर आउनुहुन्थ्यो र बेसारहरू हालिवरी हेल्दी चाउमिन बनाउनुहुन्थ्यो। खैर यसरी म खानेकुरामा पहिलेदेखि शौखिन थिएँ। तर न पैसा थियो न किन्न सक्ने ताकत नै। जस्तो दिन्थ्यो म त्यसलाई स्वाद मानेर खान्थेँ। त्यसको 1 वर्षको अन्तरालमा फेरि म झापा नै फर्किएँ। त्यतिन्जेल मम्मी एक्लै बसिरहनु भएको थियो। यता पोखराबाट पढेर गइसकेपछि म फेरि झापामा 7मा भर्ना भएको थिएँ। म दिदीकोमा बसेर पढ्न थालेकी थिएँ। पढ्दा पढ्दै फेरि एउटा समाचार सुन्न पाएँ कि मम्मीले अर्को बिहे गर्नुभएछ। मम्मीले अर्को बिहे गर्नुभयो। हुन पनि एकल जिन्दगी कसरी काट्नुहोस्। उहाँले जे गर्नुभयो ठिक गर्नुभयो। मलाई कुनै दुःख लागेन। मलाई दुःख यो मानेमा लाग्यो एक्लै जिन्दगी काट्न धेरै गाह्रो हुन्छ नि। भएन आफ्नो मनमिल्ने साथी चाहियो नि। मलाई यही कुरामा दुःख लागेको थियो। अहिलेसम्म हामीले बेबोको पारिवारिक स्थितिको बारेमा सुन्यौँ। आगामी कथामा उनको जीवन कसरी परिवर्तन भयो त्यो कथा सुन्नेछौँ। त्यतिन्जेल आफ्नो मनलाई खुसी राख्नुहोला। ओके, भिडियो त हेर्दा हेर्दै सिद्धिएको थाहै भएन है। यो चाहिँ अब बेबोको चाहिँ पारिवारिक अवस्थाको बारेमा थियो होइन। सानोमा अब परिवारमा के भएको थियो होइन। अब सानैदेखि अब यसरी कठिन होइन, अब गाह्रो, अब अरूको घरमा बसेर काम गर्दै पढ्नुपर्ने अवस्था होइन। अब यस्तो बाल्य अवस्था खाउँ लाउँ भन्ने अवस्थामा होइन, अरूको घरमा काम गरेर होइन अब एउटा जीवनयापन गर्नुपर्ने पढ्नुपर्ने अवस्थामा रहेको थियो होइन। एकदमै कठिन होइन, एकदमै स्ट्रगल लाइफ थियो होइन बेबोको चाहिँ। पारिवारिक अवस्था चाहिँ एकदमै नाजुक थियो। अब बेबोको बुवा चाहिँ एकदमै अब जाँड रक्सी खानुहुन्थ्यो धेरै होइन। अब बेबोको
मम्मी चाहिँ अब सानै उमेरमा चाहिँ बहिनी 2 वर्ष भएको बेलामा चाहिँ हैन उमेरमा नै अब विदेश लाग्नु भएको रहेछ अनि विदेशबाट चाहिँ मम्मीले पटक पैसा पठाउने तर बाबालाई पैसा पठाउने घर जग्गा किन्नु भनेर घर जग्गाहरू किन्नु भनेर पैसा पठाउनु हुँदो रहेछ र बाबाले चाहिँ अब रक्सी खाएर अब के गरेर उडाउनु हुँदो रहेछ हैन अनि अब मम्मी अब बाहिरबाट आउँदाखेरि अब बाबाले अब त्यस्तो अब एन्सर दिन नसक्ने भएर हो कि किन हो अब आफूले नै हैन अब सुइसाइड जस्तो कुरा गर्नुभएको रहेछ हैन आत्महत्या गर्नुभएको रहेछ बाबाले पनि अनि त्यसपछि झन् एकदमै कठिन अवस्था आएछ हैन पारिवारिक अवस्थामा अब मम्मी अब श्रीमान नभएको उता बालबच्चा सानसानै हैन अब श्रीमान नभएपछि अब गाउँ समाजले नि हेला गर्ने हैन छिरछिर दूर गर्छ नि त हैन अब श्रीमान नभए श्रीमान अब जस्तो भए पनि भएकै उ हुन्छ कि हैन चाहे जस्तो हैन अब नबोल्ने होस् हैन लाटो होस् बहिरो होस् हैन भएको र नभएकोमा धेरै फरक हुन्छ अब श्रीमान नभएको भएर उहाँलाई चाहिँ एकदमै छिरछिर दूर गर्ने हैन अब त्यस्तो भएको कारणले गर्दा चाहिँ अब त्यति सहन नसकेर चाहिँ अब बेबोले चाहिँ बेबोको आमाले चाहिँ बेबोलाई मात्र लिएर चाहिँ काठमाडौँ जानुभएको रहेछ हैन कान्छी छोरीलाई चाहिँ त्यही बजुकोमा छोडेर चाहिँ काठमाडौँ जानुभएको रहेछ काठमाडौँ गएर पछि नि अब विदेश गएर आएको त्यत्रो वर्ष बसेर आएको हैन अब सबै पैसा अब बुढालाई पठाएर त्यस्तो अब पैसा त माटोमा मिले जस्तो भयो नि त हैन अब उहाँसँग पैसा पनि छैन केही पनि छैन न जागिर छ न पैसा छैन उहाँले अब बेबोलाई पाल्ने अवस्था समेत भएन कि हैन त्यहाँ त्यस्तो अवस्था समेत आएपछि चाहिँ उहाँले चाहिँ बेबोलाई चाहिँ पोखरा आफन्तका पठाइदिनु भएको रहेछ हैन आफन्तका अब बेबो चाहिँ आफन्तका बस्दै काम गर्दै हैन बच्चा हेर्दै आफ्नो पढाइलाई चाहिँ सुचारू गर्नुभएको रहेछ अनि पछि फेरि ब्याक टु झापा जानुभएको रहेछ त्यो अवस्थामा चाहिँ अब बेबोले चाहिँ त्यो पोखरामा पढ्दै गर्दाखेरि चाहिँ बेबोको मम्मीले फेरि अर्को विवाह गर्नुभएको रहेछ हैन र त्यो सुनेर चाहिँ बेबो रिसाउनु भएको रहेछ किनभने अब त्यो बाल्य अवस्थाको बेलामा अब बेबोले चाहिँ आमाले किन भन्नु भएन बिहेमा किन बोलाउनु भएन भनेर चाहिँ रिसाउनु भएको रहेछ हैन अब त्यो बेला सानो मस्तिष्क चाहिँ सोचाइ पनि त्यस्तै हुन्छ नि त कम सोचाइ हुन्छ धेरै अब म्याचुरिटी पनि आएको हुँदैन हैन अब जे होस् हैन मम्मीले पनि आफ्नो अब हेरेरै बिहे गर्नुभयो होला आफ्नो अब मन मिल्ने आफ्नो अब जीवन काट्ने त गर्नु पर्यो नि त धेरै लामो जिन्दगी जिउनलाई हैन त्यही भएर नि अनि पछि चाहिँ अब ठिकै अब त्यस्तो उ चाहिँ गर्नु भएन छ बेबोले चाहिँ अनि त्यसपछि चाहिँ बेबो चाहिँ अब झापा जानुभयो झापा गएर अब फेरि उतै साथमा भर्ना हुनुभयो र उतै पढ्न थाल्नु भएछ र यो नै थियो हैन यहाँ अब बेबोको चाहिँ पारिवारिक अवस्था यस्तै यो नै थियो हैन हाम्रो साइगर्स दाजुले पोइट्री गर्नुभएको थियो र तपाईहरुलाई कस्तो लाग्छ हैन अब बेबोको चाहिँ अर्को पार्ट चाहिँ अब जीवनको अर्को सुरुवात चाहिँ कसरी भयो बेबोको हैन अब आउने अब बेबोको जिन्दगी चाहिँ कसरी सुरुवात भयो के स्ट्रगलहरु आए हैन त्यो उमा अब त्यो पार्ट चाहिँ आउन बाँकी नै छैन अब कहिले आउँछ त्यो चाहिँ अब त्यो हेर्न बाँकी नै छ त्यसको वेटिङमा सबैजना हुनुहुन्छ होला र यो चाहिँ अब पारिवारिक अवस्थाको बारेमा रहेको थियो र मलाई चाहिँ एकदमै मन छोएर यो बेबोको चाहिँ कथाले हैन पारिवारिक अवस्थाको कथाले चाहिँ तपाईलाई कस्तो लाग्यो प्लिज यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गरेर भन्नु होला र भिडियो मन परेमा एउटा लाइक एउटा कमेन्ट एन्ड शेयर पनि गर्नु होला सो थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो गाइज एन्ड स्टे ट्युन फर अनदर भिडियो थ्यांक यू सो मच